है एकजनाले गएर खुट्टा ठोक्नु भएछ उसले के भन्नुभएछ भने हात्ती त खम्बा जस्तै हुँदो रहेछ कान्छै भनेर भन्नुभएछ हात्ती त खम्बा जस्तै हुँदो रहेछ मोटो मोटो एकजनाले गएर पुच्छ समात्नु भएछ हात्ती त खम्बा होइन बाबु हात्ती त कुदे जस्तो रहेछ कुदे जस्तै हेर त सेम कुचो एकजनाले गएर सुड समात्नु भएछ के हजुर सुड ए हात्ती त बाँसको लठा जस्तो हुँदो रहेछ बाङ्गो भन्नुभएछ एकजनाले गएर काँड समात्नु भएछ हात्ती त नाङ्गो जस्तो हुँदो रहेछ तिमीलाई भने हुन्छ भनेर त्यसो भन्नुभएछ को यस्तो अरे नाङ्गो जस्तो होइन हात्ती नाङ्गो जस्तो हुँदो रहेछ भनेर भन्नुभएको त्यो चारजनाको के भयो त फरक फरक विचार फरक फरक सोच फरक फरक अङ्गलाई उहाँले समाजमा जुन अङ्ग जस्तो देख्नु उहाँले त्यस्तै हुन्छ भनेर उहाँले भन्नुभयो त्यस्तै हजुर तपाईँ हामी पनि अहिलेको समयमा होइन ईश्वर त यस्तो हुन्छ भनेर देखेका थियौँ नि हामीले ईश्वर त त्यस्तो होइन यस्तो यस्तो भने यस्तो 10 टाको भएको हुन्छ ईश्वर होइन लामा लामा मतलब के अरे केस भएका हुन्छन् ईश्वर चक्र हिँडेको हुन्छ ईश्वर भाला एकदम तबाले हिँडेको हुन्छ ईश्वर भनेर ठाउँ ठाउँमा मान्छे पछि ईश्वर हामीले त्यस्तोमा ईश्वर हामीले त्यस्तो ईश्वर हामीले विश्वास गरेर हिँडेको थियौँ हजुर तर आज त त्यस्तो होइन हजुर र साथ हामीलाई जस्तो देखाउनु भयो त्यस्तो जस्तो उहाँले हामीलाई बुझाउनु भयो अनि त्यसैमा हामी खोज्दै हिँडेका थियौँ ईश्वरलाई तर कतै केही होइन आखिर हात्ती त हात्ती नै हो नि आज त ईश्वरै हो नि जो तपाईँ भित्र बसेर हाम्रो लागि काम गरिरहनु भएको छ सर्वशक्तिमान परमेश्वर पिता त्यो विश्वास लिएर आज तपाईँ हामी हिँडेका हौँ ईश्वर के हो त तपाईँ हामी आफै मनन गरौँ त ईश्वर के हो त ईश्वर के हो वचनमा परमेश्वर भन्नुभएको छ ईश्वर को हो अनि के हो अब हामीले बुझ्नुपर्ने बेला आएको छ जसको जीवनमा परमेश्वरले अथाह आशिष दिनुभएको छ अनुग्रहद्वारा उठाउनु भएको छ अनुग्रहमा राख्नु भएको छ जसलाई लडेको मनलाई उठाउनु भएको छ लडेको जीवन उठाउनु भएको छ त्यही हो शाश्वत सत्य ईश्वर भनेको तपाईँसँगै हुनुहुन्छ कसैले कुनै स्थानमा खोजेर बनाएर पाएको ईश्वर आज हामीले होइन शाश्वत सत्य ईश्वर तपाईँहरूले आज चिनेका छौँ त्यही भएर उहाँद्वारा हामीले आज उद्धार र सुधार पनि पाएका छौँ सर्वशक्तिमान परमेश्वर पितालाई धन्यवाद दिन्छु जब बिरामी भएर ढलेकोहरूको लागि के हो त उपचार हो ईश्वर जो बिरामी भएर थला परेर होइन चिपटाएर पिल्सिएर रोएर कराएर ढल्नेहरूको लागि आज उपचार भएको छ ईश्वर भएको छैन हजुर हिजोको दिनमा मै हजुर लडेर घरमा लडेर डङ्गडङ्ग लडेर बस्थेँ रोएर बस्थेँ म आफू आँखाभरि आँसु भएर बस्थेँ खेतबारीमा टन्न मान्छेहरू काम गर्न आउनुहुन्थ्यो मेरो आफ्नो सानो बालबच्चा 8-9 वर्षको बच्चाहरू त्यो बेलामा सानो हुनुहुन्थ्यो कोदाल लिएर छेउकुना गर्दै हिँड्नुहुन्थ्यो खेतमा म आफू चाहिँ घरमा डङ्गडङ्ग लडेर बस्नु परेको थियो त्यो मन मेरो त्यतिखेर कस्तो भएको थियो होला होइन साना बालक बच्चाहरूलाई खेतमा काम गरिरहेको छ आफू भने घरमा लडेर डङ्गडङ्ग यो त लाज जस्तो भएर बस्नु परेको थियो त्यो बेलामा कस्तो थियो होला मेरो जीवन आज त्यस्ता मान्छेको लागि परमेश्वर उपचार गर्नुभएको होइन हो कि त हजुर उपचार भनेर आज उहाँको राज्य हाँक्ने योग्य परमेश्वरले बनाउनु भएको छ रहेको जीवनमा आज परमेश्वरले उठाउनु भएको छ त्यो उपचार गर्नुभएको छ परमेश्वर उद्धारकर्ता बन्नुभएको छ परमेश्वर त्यही भएर उहाँले भन्नुभएको छ गरिबको भुमरीमा
लडी बुढी गरी राख्नु भएकोहरूको लागि धन सम्पत्ति बन्ने भएको छ